हेलो गुड मर्निङ साथीहरू, के छ? सबै सन्चै आरामै हुनुहुन्छ? आज मैले सब्जी बनाउन गइरहेको छु। परवल र आलु यहाँ हेर्न सक्नुहुन्छ। यहाँ परवल छ, यहाँ आलु प्याज टमाटर छ, यहाँ लसुन अदुवा खुर्सानी पिस्न बाँकी छ। सुरुमा मैले ग्यास बाले अनि कराई बसाले। कराई तातेपछि तेल राखेँ। तेल राखिसकेपछि अब मैले मेथी राख्दैछु। अनि यहाँ हेर्न सक्नुहुन्छ जिरा अनि तोरी यो पनि मैले राखेँ यहाँ। अब मैले प्याज राख्दैछु। प्याज रातो भइसकेपछि अब मैले यहाँ आलु राख्छु। आलु राखेपछि यसरी चलाउनु पर्छ। आलु हल्का भुटेपछि चाहिँ बेसार हाल्नुपर्छ। अब मैले थोरै गर्दै परवल कराईमा राख्छु। यसलाई चाहिँ अलि बेर 3-4 मिनेट जति भुटिराख्नु पर्दछ। ग्यासलाई चाहिँ मिडियम हिटमा पकाउनु पर्दछ। सानो बनाएर मिडियम, धेरै सानो पनि हैन, ठिक्कको ल। यसलाई चाहिँ यसो प्लेट ढाकेर पकाउनु पर्ने हुन्छ। यता चाहिँ भात पाक्दैछ। यो ढक्कनलाई खोलेर यसो चलाउँदैछु मैले फेरि। अब फेरि 2 मिनेट जति भुट्नु पर्दछ। अब यसमा यो अदुवा लसुन खुर्सानीको पेस्ट राख्नु पर्दछ। अब फेरि यसलाई चलाउनु पर्दछ। फेरि जिरा र धनियाँको धुलो राख्छु अनि नुन पनि सँगसँगै राख्छु। अब फेरि यसलाई चलाउँदछु। यसो भुटेर टमाटर राख्ने। अब म टमाटर राख्दैछु साथीहरू। अब यसलाई चाहिँ यस्तो गरेर बिचमा राख्नु पर्दछ ल टमाटर। अनि यो सँगसँगै थोरै पानी पनि राख्नु पर्दछ। थोरै ढालिदिनु टमाटरलाई चाहिँ। अनि प्लेटले पनि राख्नु पर्दछ। ग्यास चाहिँ ठुलो बनाइदिनु ल साथीहरू। थोरै धनियाँ पनि एड गर्छु ल साथीहरू यसमा। फाइनल्ली साथीहरू मेरो सब्जी रेडी भयो। अनि हजुरहरूको कोलाई परवलको सब्जी मन पर्छ? मन पर्ने साथीहरूले लाइक कमेन्ट गरिदिनु होला। बाई बाई साथीहरू।